हाई एभ्रिवान, नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु। सो आज चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, फेरि पनि म घरको काम लिएर तपाईँहरूको सामु आइपुगेको छु। सो आज चाहिँ म आमासँग चाहिँ घाँस काट्नु भनेर जङ्गलतर्फ आएकी छु। हेर्नुहोस्। सो गाइस, हाम्रो चाहिँ भारी पुगिसकिसक्यो। यहाँ मम्मी चाहिँ अनि अब गरम बेसी हो, त्यही हो, मान्छेको हालत छैन। भेट्छ गाइस, घरमा गएर भात खाँदाखेरि तपाईँहरूलाई भेट्छु। हेर्नु न साथी, घरको गाई चाहिँ यसरी बिमारी भएको छ हो। बिरामी भएकोले गर्दा उठ्न सक्दैन, त्यही भएर नुहाइ गरिदिएको है। साफ लु गाइस, काम गर्ने हो होइन, नुहाइधुवाइ गर्ने हो, फ्रेस हुने हो, त्यहाँदेखि चट्ट यसरी खाना खाने हो। यो चाहिँ तपाईँहरूको नाममा ल, तपाईँहरूको लागि।